नमस्कार, म प्रतिमा माखिम। यहाँहरूलाई मेरो च्यानलमा हार्दिक स्वागत छ। मुलुकभित्र र बाहिरका विभिन्न जानकारी तथा विविध खबर सामग्रीहरू थाहा पाउनका लागि सब्स्क्राइब गरिदिनुहोस्। आगामी समयहरूमा पनि जानकारीमूलक खबरहरू दिन मलाई हौसला मिलोस्। विश्व ब्रह्माण्डबारे किराँत धर्मगुरु आत्मानन्द लिङ्गदेन सेयिङले 2083 साल जेठ 23 गते भविष्यवाणी गर्नुभएको थियो। वाणीमा गुरुज्यूले विश्व युद्धको संकेत नजिक आउँदै गरेको बताउनु भएको थियो। उहाँले प्रलय, युद्ध, महामारी र दैवी प्रकोपको उच्च जोखिम रहेको भविष्यवाणी गर्नुभएको थियो। युद्ध र अशान्तको चपेटामा पर्न सक्ने सम्भावनालाई शान्तिले मात्र विश्व शान्त हुने र शान्तिको अत्यन्त आवश्यकता रहेको औल्याउनु भएको थियो। पृथ्वीमा प्रलयले मानव जीवन असम्भव हुने हुँदा यसको रक्षार्थका लागि विश्व शान्ति तथा मानव एकताको आवश्यकता रहेको दोहोर्याउनु भएको थियो। गुरुज्यूले भन्दै मात्र आएका थियौं, तर यसपटक भने विश्व शान्ति तथा मानव एकताका लागि समेत पूजा लगाइएको छ। तर अलिकति थोरै मात्र सेवा लागेको छ है, गुरुज्यूले भन्नुभएको थियो। उहाँले पृथ्वीको उपचार पुग्यो भने मानव रहन्छ, मानव रहे जनता रहन्छ, जनता रहे नेता रहन्छ, राष्ट्र रहे राष्ट्रपति रहन्छ, प्रधानमन्त्री रहन्छ, राजा रहन्छ, मुलुक रहे विश्व रहन्छ भन्नुभएको थियो। पृथ्वी नै रहेन भने हामी कोही रहँदैनौँ। त्यसैले पृथ्वीको उपचारलाई सबैको ध्यानाकर्षणको समय आएको छ, गुरुज्यूले भविष्यवाणीमा बताउनुभयो। विश्व युद्धको संकेतलाई इशारा दिँदै गुरुज्यूले भन्नुभएको थियो, अहिंसा, हत्या धेरै भयो भने पृथ्वीमा विनाश हुन्छ। युद्धले अशान्ति, हिंसा, मानव विनाशको संहार सुरु गर्छ। त्यहीबाट महामारी उत्पन्न भएर विनाशको प्रलय शुभारम्भ हुने समेत प्रस्ट्याउनु भएको थियो। विज्ञानले गरेको आविष्कारसँगै विनाश पनि सुरु हुन्छ। गुरु लिङ्गदेनले भविष्यवाणीमा विश्वयुद्ध संकेतका बारे यसो भन्नुभएको थियो। सुनौ। जनजन विश्वयुद्धको लक्षणहरू आइरहन राखेका छ। यसको लागि पनि विश्व शान्ति मानव एकताको सेवा लाउनुपर्छ। सिभी चिनको दिमाग पनि राम्रो बसोस्, उता रसियाका राष्ट्रपतिको दिमाग पनि राम्रो बसोस्, हाम्रो डोनाल्ड ट्रम्पको दिमाग पनि राम्रो बसोस्, सबै संसारमा मानिसहरू बचाउने भनेर सबैलाई बस। अनि पो हामीले व्यवहार गरी खानु सजिलो हुन्छ, अनि पो जागिर गर्नु सजिलो, नोकरी चाकरी गर्नु सजिलो, त्यो टोइलेट सोहोरेर खानेलाई पनि सजिलो, सबै सजिलो हुन्छ। त्यस कारणले विश्व शान्ति मानव एकता यही कुरा नै मैले अगाडि बढाएको छु। यसमा चाहिँ सम्भव धेरै कुरा सम्भव छ। यसले गर्दाखेरि तपाईँले यो कुरालाई सुनाउँदै अब मिरमिरे जनजनले युद्धको माहौली जनजनले के यहाँ अप्ठ्यारो आउँदैछ। यसले गर्दाखेरि मैले मुख पनि अति राखेको छु। पछि मात्रै होला भनेको त यहाँ मुख हुँदै पो आउँदैछ। यसले गर्दाखेरि मलाई अति आउँछ र चेला बुला भक्तजनले कसरी बचाउने, कसरी चल्न दिने, यो कुरामा अलिक चिन्ता लागेको छ। अब सबै मेरो भरोसा पनि बाँचेका छन् र देश विदेश गइराखेका छन्, गाउँ अभियानमा छन्, जमिन किन्ने अभियानमा छन्, घर बनाउने अभियानमा छन्, छोराछोरी पढाउने अभियानमा छन्। त्यो त नराम्रो त होइन, राम्रो कुरो हो। त यो राम्रो भइदिए सबैले राम्रो भइदिए राम्रो हुन्छ भन्ने मेरो चाहिँ मनुष्य मेरो पनि यसप्रति चाहिँ चिन्ता छ। यसले गर्दाखेरि तपाईँहरूमा सबैमा आशीर्वाद लागेर तपाईँहरू शुभकामना मेरो आशीर्वाद लागोस्, तपाईँहरू आयु बढोस् भन्ने कामना म भन्न चाहन्छु। आज मनसँग यो प्रार्थना गरेको छु। पहिलाभन्दा अलिक पृथक छ, आजको पहिलाभन्दा धेरै पृथक छ, धेरै अलग छ। हामी अलिक अति राख्यौँ। हामी मान्छे बच्नु पर्छ। हाम्रो सिद्धान्त मान्छे मूर्खले त मान्छे काट्नु मात्रै जान्दा, मान्छे
चेतना छैन त कहाँ हुँदै एउटा चेतना बस्नुपर्छ मान्छेले शान्तिको चेतना बस्नुपर्छ राजा देवता राजाहरूमा पनि शान्तिको चेतना बस्नुपर्छ म यो खाले हतियार बनाएँ त म चक्रवर्ती हुन्छु भन्ने छैन यो खालको हतियार बनाउन त तमासा देखाए त म चक्रवर्ती हुनु पर्यो त्यो हुँदैन आज तपाईँ जति पनि स्वदेश विदेश पाल्नु भएको छ बटनका भक्तजनहरू त यस्तै दिनको आइपुगेको थियो र सबै युट्युबबाट फेसबुकबाट कुनै च्यानलहरूबाट तपाईँले हेरिरहनु भएको हुनाले सबै देशमा शान्ति होस् यो विश्व त पनि अलिक शान्ति होस् भन्ने मैले इच्छा राखेको छु बिर्काल हुन्छ बिजोग हुन्छ यत्रो टोकाले विश्व नै भोकिलाले बनाएको छ त्यस्तो दिमागले त्यसले गर्दाखेरि त्यस्तो नपरोस् त्यो पड्काउने मान्छेको दिमाग बनाउने संसार त बचाउनु पर्छ संसार बचाउने भने म राष्ट्र बचाउनु पाउँछु त भन्ने भावना राखोस् र शान्ति होस् भन्ने कामना गर्नु चाहिँ र आद्रा जीवनमा पनि झगडा छ मामला छ झगडा कहिले छोडेको छैन यो पनि शान्ति होस् सबै नेपालीहरू एकै ठाउँमा उठेर जाउँ भन्ने ज्ञान चाहिँ आओस् सबै यही कुरामा कामना गर्नु चाहिँ भक्तजनहरू आफ्नो घर आफ्नो डेरा ढोरामा अझै बसे पनि मनमा नबिर्साउनु यही कुरामा तपाईँहरू अनुरोध गर्दै र तपाईँहरूलाई पूर्ण आशीर्वाद दिँदै आज बिदा लिन चाहिँ यति नै बोल्ने असेवाहरू तिया जय किरात जय किरात तिया कस्तो लाग्यो तपाईलाई आजको यो सामग्री प्रतिक्रिया दिनुहोला फेरि यस्तै जानकारीमूलक अर्को सामग्री लिएर आउने नै छु हवस् त धन्यवाद नमस्कार सेवारो